तपाईको नाम चाहिँ हर्कराज राईको सट्टा विरोधराज राई राखे भए एकदमै राम्रो हुन्थ्यो। कामै विरोध विरोध र विरोध। गजब बेइज्जती है। राष्ट्रिय वाणिज्य बैंक साइडपट्टिको त्यो पर्खाल त्यता पनि आक्रमण भयो। सबै देखेको कि ओली पक्षले पढाएको? हामी त आफ्नो अधिकार खोजेको। अधिकार कुर्सी उचालेर पाइन्छ? कुर्सीले राख्नलाई उचालेको सर। राख्न तपाईको झोलामा बोल्न सक्नुहुन्न नि तपाईहरु? किन नसक्नु? बाघ अगाडि बोल्न सक्नुहुन्छ हैन? तपाईलाई राष्ट्रपासँग यति धेरै डर छ? मलाई घन्टी मन्दिरमा हुन्छ, जंगलमा हुन्छ, गाउँमा पनि हुन्छ नि। त्यसो भए त घन्टी घरमा पनि हुन्छ नि। कुकुरले पुच्छर हल्लाउँछ कि पुच्छरले कुकुर हल्लाउँछ भन्छ? रुको जरा, सबर करो। हैन यस्तो छ, कुकुरले पुच्छर हल्लाउँछ र पुच्छरले कुकुर हल्लाउँछ भन्दा पनि दिमागले चाहिँ हात खुट्टा सबै हल्लाउँछ। एउटा फोटो आयो नि हैन? पुरा नारा लगाउनलाई हात यसरी उठाएको हो। सेतोले उठाउँछ नारा लगाउँछ। हामी विद्यार्थीहरुले नारा लाउँदा त यसरी लाउँछ। आफैले आफूलाई भाइरल बनाउनका लागि यति धेरै मेहनत गर्नुभयो भन्ने आरोप लाग्यो। किन बन्न मन लाग्यो भाइरल? हैन तपाईको गृहमन्त्री हैन त्यता नजाऊ। म भन्छु तपाईको गृहमन्त्रीको प्रश्न सोध्नु तपाईले 3 चोटी पानी खानु। हैन त्यतातिर नजाऊ। मिनिस्टरको चाहिँ तजबिजको कुराहरु त्यही छ। म यसमा तपाईलाई पसिना निकाल्न लाउँदिन के? हैन तपाईले यसको जवाफ दिन सक्दै सक्नुहुन्न। एमाले भन्ने पार्टी उहाँहरुको भन्दा मोर डेमोक्रेटिक हुनुपर्ने हो, तर उत्तर कोरियाको छ है तपाईहरुकोतिर चाहिँ। तपाई चाहिँ कांग्रेस भित्रको चित्त नदुखाउनुस् है। ल भन्नुस्। चित्त दुखाउनुहुन्न नि? दुखाउन्न नि। तपाई कांग्रेस भित्रको दही चिउरे है। चाहिँ सानैदेखि हकी स्वभावको म छु। हकी स्वभावको कि बाहुबली स्वभावको? जय नेपाल। यति बेला त तपाईहरुलाई नमस्कार गर्नु त सजिलो त तपाईहरुको हातमा ग्लु लाएर छोड्दिनु त अब ढुक्क हुन्थ्यो होला। यहाँ राति सुतेको बेला यसरी सुत्नुहुन्छ है तपाईहरु? अब तपाईहरुको सम्पत्ति विवरण आइसकेपछि तपाईहरु कहाँनिर जाकिने हो थाहा छैन। अब केही दिन अगाडि मात्र राहुल आएको प्रतिवेदन सार्वजनिक भयो। तपाईका कति मान्छे जाकिने हुन् थाहा छैन। अरे बाप रे, ये तो धोती खोल रहा है। तपाईको पार्टीबाट समानुपातिकमा आउन त केही न केही हैसियतवाला बाहेक त आउँदै आउँदैनन्। त्यस्तो छैन। सहित कहाँ कति जनाको नाम भन्नु? बाँड्ने काम भएको छैन। पैसा बाँड्ने काम त अहिले बाँड्यो भने त पैसा त चिरिप हुन्छ हैन? 17-18 गतेतिर बाँड्ने होला। तपाईहरु कार्यकर्तामा हुनुहुन्छ, नयाँ पार्टी जनतामा छ कि कार्यकर्ताको बिचमा कहाँ छ त्यो 21 गते प्रमाणित हुन्छ। तर यस पटक तपाईका नेताहरु कागती निचरे जस्तो भएर बस्नु भएको छ। ओ अलगी लेभलको भन्दा त उहाँहरुको प्रधानमन्त्रीको उम्मेदवार जुन ठाउँमा गयो त्यहाँ मान्छे चाहिँ थाम्न नसक्ने छ। मान्छे मात्र हेर्ने हो नि त। मान्छेले हो नि भोट हाल्ने। तपाईहरुको त पितृले भुटानी शरणार्थी फाइल खोल्दै तपाईहरु नै पर्ने। यहाँ सुन तिमीलाई कारबाही गर्नुपर्छ भन्ने आएको छ। कहिलेबाट? सुन पहिला नि हामीले भन्दै पहिला त भ्रष्टाचारमा गर्दैन, भ्रष्टाचारलाई सहन भन्ने यतातिर भएको भ्रष्टाचार नदिने हुन्थ्यो नि त। त्यस्तो हो। गजब बेइज्जती है। तपाईहरुले 37 वर्षमा नगर्या हो। प्रधानमन्त्री जुग त 37 दिन हो। 74 सालमा 2/3 थियो। त्यति बेला त संकल्प कहाँ थियो? अब आएन लाइन पे। यस अगाडि भदौ 22 र 23 र 24 अगाडि कांग्रेस सहितको 2/3 थियो। त्यो बेला चाहिँ संकल्प कहाँ गयो? क्यूआर मा पैसा उठाएर त्यो चाहिँ भन्नु न बरु। हिजो पूर्वमा सुन्नु न, हिजो छैन। हिजोलाई त नामै बोलाउँदा क्यूआर। सुन्नु न, ल्याएर बम राख्छ उसको धर्म हो। त्यहाँ बच्चाहरू खेलिरहेका हुन्छन्, तर एउटा पत्रकार चाहिँ पर्खेर बसिरहेको छ कतिखेर पड्किन्छ भनेर क्या। अनि त्यो समाचार बनाऊ भनेर तपाईलाई कहाँनिर गएर आएर मानेर ठोको जस्तो भएको थियो। भक्तपुरबाट उता लागेपछि तपाईहरुको चोर आउनु उठ्दैन नि?
हाम्रो भन्दा धेरै लामो लिस्ट छ तिमीले यति गर्यौ अब हामीले नि यति गर्छौँ अनि मिलाम तपाईँहरूले संसदमा सिकाउनु पर्ने त उहाँहरू त सिक्न तयार छ भन्नुभएको छ तपाईँहरूले सिकाएको चाहिँ के भनेपछि मर्यादा पालकको ढाडमाथि चढ्ने सिकाएको चाहिँ के भनेपछि सभामुखको कोट र कोटको खल्ती तान्न पुग्ने नागरिकता बेच्ने शर्तमा पैसा लिने तपाईँ नागरिकता बेच्ने शर्तमा सर्पको छालाको तस्करी गर्न दिने शर्तमा पैसा लिने तपाईँ भक्तहरू हेरी यहाँ टेप यहाँनिर पर्दा लाएर त्यो हामी मिलेर जाँदा के भयो त सत्ता तपाईँहरू चलाउँछ कहाँ मिलेर चाहिँ किन जाने हिजो तपाईँहरू मिलेर शिक्षामा कति सुधार गर्यौँ हामीले स्वास्थ्यमा कति सुधार गर्यौँ अहिले खेलकुदको क्षेत्रमा तपाईँहरूले सबै गरे भए जनताले तपाईँहरूलाई यो ठाँचा पुर्याउँदैन थिए है अझै प्रत्यक्षमा 9 सिट छ भने कानुनी निकायसम्म पुगेन किन कानुन नेताको हेर यहाँ खल्तीमा छ भने विष्णु पौडेलले यति धेरै गरेका थिए तपाईँले के भनिरहनु भएको छ अर्थ मन्त्रालयभित्र सीसी क्यामेरा मुसाले काट्यो अहिले सरकार कसको छ हाम्रो छ रासोपाको छ कोसँग छ अहिले डाडु पन्यु स्वाभाविक रूपमा हामीसँगै छ ठिक छ तपाईँबाट सुरु हुँदैन तपाईँ त एमालेको झोले हो नि किनभने एमाले त झोले अभियानै चलाएको थियो नि गजब बेइज्जती है आफ्नो एक्सपिरियन्स छैन म यति होइन तपाईँको एक्सपिरियन्स के चाहियो भने क्या तपाईँको एक्सपिरियन्स के चाहियो पूर्व मन्त्रीज्यू जबकि उहाँले संसदमा बोलेको दिनको घाम जस्तै छर्लङ्ग छ अनि तपाईँलाई त्यहाँनिर किन जिब्रो चपाउनु पर्यो पाकेको जनता हेर्नुहोस् है तपाईँको प्रतिनिधि के बोलिरहनु भएको छ उहाँले खगेन्द्र सुनारको स्टेटमेन्ट के हो भने नेपालले भारतको जमिन कैयन ठाउँमा मिचेको छ तर राजपाल राईलाई चाहिँ अहिले गायक मात्रै भन्दैनन् नि के भन्छन् थाहा छ तपाईँलाई श्रम संस्कृति पार्टीको बद्री भङ्गेनी भन्छन् कस्तो छानबिन सुदन गुरुङको जस्तो त्यो सरकारको काम हो नि म पार्टीको तपाईँ सरकार सञ्चालन गर्ने दलको प्रवक्ता हो तपाईँलाई नसोधे कसलाई सोध्को सरकारका मान्छे त बोल्दैन सरकारको प्रवक्तालाई सोध्नुहोस् एउटा विद्यार्थी बोल्दै बोल्दैन एउटा विद्यार्थी बोलेको बोले गर्छ एउटा विद्यार्थी स्कुलमा धेरै आउँदैन एउटा विद्यार्थी आउँछ तर बङ्क गरेर हिँडिहाल्छ